ल यता हेर्नु होला है, यस्तो दामी छ, यस्तो दामी देखिरहेछ। यो ठ्याक्कै यो जुगल हिमालको रेन्ज है। यो चाहिँ अघि मैले माथिबाट गौरीशङ्कर हिमालको रेन्ज पनि देखाएको थिएँ। अहिले यो चाहिँ जुगल हिमालको रेन्ज। यताबाट मास्तिर देखेको यो फिल्म सिटी डाङडुङ्गे डाँडा एरिया भयो, त्यता रेन्ज। यहाँबाट प्रायः हल्का हिमाल जस्तो देखेको त्यो कालिम्चोक भगवतीमाई विराजमान हुनुभएको डाँडो। अनि हामी यतातिर छौँ। यो चाहिँ मुडेको भ्यू टावर। ल यस्तो गजब छ साथीहरू, तपाईँहरू पनि यसो मुडेलाई सम्झेर आउनु होला। मुडेको भ्यू टावर कस्तो रहेछ भनेर आउनु होला। तर आउँदाखेरि सकेसम्म बिहानै पारेर यसरी खुल्ला मौसममा आउनुभयो भने धेरै राम्रो हुनेछ है त। ल तपाईँहरू आउँदाखेरि कहाँ हो के हो भनेर बुझ्न चाहनुहुन्छ भने मेरो बायोतिर यसो नम्बर खोज्नु होला, नम्बर पाउनुहुनेछ। अथवा फेसबुकतिर मेसेन्जरतिर यसो मेसेज गर्नु भने हुन्छ। ल यतातिर यस्तो छ है त, बबाल नै छ, बबाल नै छ। अब सधैँ आउने मान्छेले त खासै अब नराम्रो लाग्ला, राम्रो छैन भने जस्तो होला। तर कहिलेकाहीँ आउने मान्छेलाई राम्रो, धेरै राम्रो छ। म अब यहीँ मुडे बजार बस्ने मान्छेले त्यत्तिकै राम्रो लागिरहेछ भनेदेखि तपाईँ टाढाबाट आउने साथीहरूलाई त धेरै राम्रो लाग्न सक्छ यो ठाउँ। ल पक्कै पनि तपाईँहरूको पर्यटकीय गन्तव्य चाहिँ मुडे बजारको यो भ्यू टावर हुनसक्छ है त साथीहरू। ल